आज मेरो कोसँग भेट भयो अनि आज मैले के गरेँ आउनुसँग मिलेर भिडियो हेरौँ। हेलो गाइज, हजुरहरूलाई स्वागत छ मेरो छोटो अनि मिठो मिनी ब्लगमा। शनिबार भनेपछि मलाई लुगा चाहिँ धुनै पर्छ क्या, नुहाइ गर्नै पर्छ क्या। मेरो बानी चाहिँ यस्तै छ। आज बेबीलाई ननुहाएको पनि 2-3 दिन भएको थियो नि त, अनि आज चाहिँ उसलाई नुहाइदिने भनेर नुहाइदिन लगाएको। यति खुसी हुन्छन् नुहाउने भनेपछि। अनि उसलाई चाहिँ नुहाइसकेर तेल लगाउँदै हुनुहुन्छ उहाँको आमाले। अनि उहाँ चाहिँ लगाएर रेडी हुनुभयो। हामी पनि नुहाइ गरेर बसेको थियौँ। हेर्नु न, मेरो दिदीको छोराले चाहिँ बाबुलाई गिफ्ट ल्याइदिएको अरे कि। हेर्नु न के ल्याइदिएको छ। के हो यो? भाइको लागि हो यो? ए भाइको लागि के ल्याइदिएको? चमच? किन भाइलाई यस्तो चमच मन पर्छ अरे? ए माया गर्दै त भाइले। ओ भाइ यसले खानु भन। यसले खानु है भाइ। के खाने यसले? अगाडि देखाइदेऊ न यताबाट। के यसले के खाने भन त? यसले भात। यसले हाममा खाने भात? वाउ! हेर त भाइ कति खुसी भएको हो के यो ल्याएर है? भाइलाई भाइको माया लाग्छ तिमीलाई? वाउ! यति क्युट रहेछ त। के भन्छ? हेलो। वाउ! यसले के खाने त? भात। ए भाइको छैन भनेर तिमीले यो ल्याइदिएको? वाह, यति माया गर्ने रहेछ नि त यार भाइलाई त। अहिले हाकम है? कहाँबाट ल्याइदियो ल्यान? कहाँबाट ल्याइदिएको भन? वाह, बत्ती तोलबाट ल्याइदिएको? कति माया मान्छे यार मेरो यो अर्को छोरो है। नयाँ बैठा। भाइलाई पनि थमाउने हो अझै? ल खै घुम लाउन थाक्छौ कि नै? ल ल ल तिमीलाई भाइले टेप्दिन्छ जस्तो छ। ल ल ल भाइ तिमी जस्तो भइथ्यो कि यार। ल्यान सक्छौ कि नउचाउँदा? यहाँ त्यहाँबाट हो यहाँ। भनिन्छ नि दिदी भन्दा पनि दिदीको छोरा एकदमै प्यारो हुन्छ कि, दिदी भन्दा पनि धेरै माया लाग्छ भने। पहिले दिदीको लाग्थ्यो भने अहिले दिदीको छोराको लाग्छ है। त्यसपछि हामी खानासाना खाएर गयौँ बजारतिर। अनि बजारमा चाहिँ एकदमै रमाइलो थियो, किनभने मेरो मम्मीहरू आउनु भएको थियो अनि आमा आउनु भएको थियो, माइली मम्मीहरू सबैजना अनि आफन्तहरू आउनु भएको थियो नि त। अनि आफन्त भएपछि रमाइलो यत्तिकै भइहाल्छ। झन् आमाहरू भएको ठाउँमा त एकदमै धेरै रमाइलो हुन्छ कि। अनि हामीले चाहिँ हाट बजार यसरी इन्जोय गऱ्यौँ। अनि दिदीहरू सबैजना हुनुहुन्थ्यो कि। आजको दिन चाहिँ एकदमै रमाइलो पनि भयो। अनि आज चाहिँ पानी पर्ने रोकिने भइरहेको थियो कि। अनि त्यसले पनि धेरै डिस्टर्ब गरिरहेको थियो यो हाट बजारमा चाहिँ। अनि हामी चाहिँ एकछिनमा गर्मी भएर बरफ खान थाल्यौँ अनि एकछिन बसेर घरतिर फर्क्यौँ। अनि घरमा आएर चाहिँ बेबीलाई लिटो बनाउन थालेको, ग्यास नै सकिएर हैरान। अनि त्यसपछि चाहिँ फेरि आगोमा बसाएँ, लिटो पकाइसकेर अनि बेबीलाई काखमा राखेको त बेबी नै निदाइदिएर भने। अनि बेबी उठिसकेपछि लिटो खान दिएँ। अनि आजको दिन चाहिँ यति रमाइलो भयो साथीहरू। आजलाई यति नै। हजुरहरूले मलाई फलो गर्नु भएको छैन भने फलो गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। ओके, बाई बाई, लभ यु अल।